मर्न आँटिसक्यो। कहाँ पुग्या हुन्, आइपुग्दैनन्। आफू नहिँड्न सक्छु, के गर्ने होला। उनीहरू यता जान्छन् उता जान्छन्, आफ्नो पेट भर्छन्। म बुढी चाहिँ यहाँ घरमा भोकै, हो आमा भोकै होला भनेर यसो छिटो गरेर त आउनुपर्छ नि। एउटा न एउटा, दुइटै आइपुग्दैनन्। भगवान्, के गर्ने होला अब। खै कति आँखा तान्नु, आइपुग्दैनन्। पछि लागिराखेको छ मेरो। जेसुकै होस्, जोसुकै होस्, आज मेरो पछि लाग्नेको चाहिँ ज्यान गयो। यो कुरा पक्का हो कि आज जो मेरो पछि लागेको छ त्यसको ज्यान गयो। छोड्दिन म यसलाई, छोड्दिन म यसलाई। तँलाई भोकाले छटपटिसके। म हिँड्न सक्छु, के गर्ने होला। कसलाई बोलाउन पठाउनु। हिँड्न नसकेपछि नि कति गाह्रो भएको यो। भोक लागेर मर्न लागिसके, आउँदैनन्। नकचरी यतिखेरसम्म अलिकति पनि तँलाई मेरो माया लागेन? भोक लाग्यो होला भन्ने तँलाई अलिकति याद आएन तिमीहरूलाई? यो नकचरीहरू देखेर त मलाई त वादिक भइसके। म त के गर्नु होला हे भगवान्। आफू हिँड्न सक्दिनँ, उनीहरू के भएर यता जान्छन् उता जान्छन्, आफ्नो पेट टन्न भरा होला, मक्खै पारेर घुम्छन् के गाउँतिर। आफू चाहिँ यहाँ भोकाले मर्न लागिसके। अलिकति ख्याल आएन तँलाई? भगवान्, मैले यिनीहरूलाई सम्हाल्न नसक्नु भयो। अब म के गर्नु होला। यो अलक्षिणाहरूले गर्दाखेरि मलाई बाँच्न पनि नदिनु भयो। हुँदा हुँदा टाइममा खान पनि नदिनु यिनीहरूले मलाई। हे भगवान्। आमा, म छिटो छिटो ल्याइहाल्छु। लिएर आइहालेँ। भोक लागिसक्यो, पेटमा पनि लागिसक्यो। कस्तो गाह्रो भएको। थकाइ पनि लाग्यो, पानी पिर पनि लाग्यो। होइन लुरी घरमा छैन के? ए लुरी, लुरी बोल्दिन नि त आमा। लुरी छैन घरमा? कस्तो गाह्रो भइसक्यो। पानी लिएर आइदिनु हुन्थ्यो एक गिलास। खाजा बनाएछ कि छैन? कि उतैतिर मरी भिरतिरबाट खसेर? बोल्दिन त यो जेठी। त पनि कम्ता कि त छैनस् है बोल्नलाई? मरी र भिरबाट लडी भन्नलाई? तै गएर हेर्न जा भित्र। के यहाँ मलाई सोधिराखी?
टङ्क छैनन् यो दुईटी बराबरका छन्। फेरि यो आमा नि मै माथि खनियो नि त हो नि होइन। त्यो लुरीको रिस जति मलाई नै पोख्नुपर्छ त तपाईँले। मलाई थाहा थियो नि तपाईँले पहिलेदेखि यसै गर्दै आउनुभएको त नि। मलाई यसै गर्नुहुन्छ, मलाई नै आरोप लाउनुहुन्छ पछि आएर भन्ने थाहा थियो नि मलाई। के मलाई सोधेर बस्छस्? घर हेर्न जा। होइन मैले काम गरेँ त तपाईँ कहिले देख्नुहुन्न नि। खालि त्यही लुरी मात्र प्यारी लाग्छ तपाईँलाई। दिदी चिया बनाएर ल्याइदिएको छु, बिस्कुट पनि छ, खाँदै गर्नु। भित्र खाजा बसालिसकेको छु, एकैछिनमा तयार भइहाल्छ। ल खानुहोस्, भोक लाग्यो भने होइन? काजु बदामै अब बिगारेर ढुसी हुने जेलसम्म कहाँ थन्काएको हो थाहा छैन। यसो बिरामी सासूलाई यसो खुवाउनु ल्याएर किनेर ल्यायो, थुपार्यो, झिकेर खानिदिनु पनि छैन, आफू खानु पनि छैन। के गर्नु? यसो खिर पुलाउ बनाउँदाखेरि हालेर बेलामा सिध्याउनु पर्दैन थियो। खाना नहुने गरेर बिगार्ने जेलसम्म कहाँ थन्काउने हो थाहा छैन। हाम्रो घरको बुहारीहरूलाई काजु बदाम नि बढी भयो। के भयो भन्यो भने भने जस्तो हुन्छ नाला, यही बुढी छुच्चो हुन्छ। आमा यो मसिनो पारेर काटेर यसो पखाल पुखुल गरेर तातो पानीमा डुबाएर अनिखेरि हाल्यो भने मिठै हुन्छ आमा, त्यस्तो नमिठो हुँदैन। खिर बनाउन लागेको छु त्यही भएर। आमा त्यस्तो ढुँडी परे काजु र बदाम हालेर त नखाने है खिर, म त खाँदिनँ। त्यस्तो बनाउनु कति लुकाएर राखेको हो, निकाल्नु पर्छ नि अस्ति नि। त्यही खाओस्, म त खाँदिनँ है। पछि लागिराखेको छ मेरो। जेसुकै होस्, जोसुकै होस्, आज मेरो पछि लाग्नेको चाहिँ ज्यान गयो। यो कुरा पक्का हो कि आज जो मेरो पछि लागेको छ त्यसको ज्यान गयो। छोड्दिन म यसलाई, छोड्दिन म यसलाई। तँलाई बस्दैमा केही जिन्दगी बित्नेवाला छैन, चल्दैन यसरी जिन्दगी, बुझ्यस्? सत्य तथ्य अब म पत्ता लाउँछु भनेर हिँड्या थिइस् त। के ल्याइस् त पुरै? के पत्ता लाइस्? कहिले यहाँ मलाई सुना, बुझौँ म पनि। के नगर्छु भने हिँड्या थिइँ, के गरिस् त? के नापिस् त तैँले? ल भन् त। के नगर्छु भनेर फाइ फुटी लागिन थिएँ त। अब त पत्तो छैन केही कुराको।
के भयो ठुला ठुला कुरा गर्दै ढाक्लाउँथिस् त पहिला लाज शरम नभयो कि कुरो सत्य निस्क्यो कि क्या हो यस्ता लाज शरम पचेकालाई त के भन्नु छ र चुपचाप बसे भइहाल्यो नबोल्दै भइहाल्यो तँ पनि त पत्ता लाउँछु म यो कुरा भन्दै हिँडेकी थिइस् त खुब हाँक्निँदै के पत्ता लाइस् त के नापिस् त तैँले बडो कुरो गर्न जानेकी छ सरकारलाई यो कुराको सत्य तथ्य कुरो त आओस् यहाँ अनि ककललाई के गर्नुपर्छ मलाई थाहा छ त्यतिखेर अनि तँ चाहिँ त्यो खान्न यो खान्न भनेर बस्ने जा भित्र गएर तँसँग त काजु होला काजु बदाम सबै होला नि तँसँग हालेर मिठो गरेर पका यो खान्न त्यो खान्न यहाँ जान्न त्यहाँ जान्न भनेर फुर्ती लाउनु मात्रै जाने छ तँलाई अनि नचिने कि आइमे हो र जा तँ पका हामी चाहिँ हेलपोस्ट जान्छौँ बोलाएको समय फुत्किने बेला भइसक्यो हेलपोस्टमा जान्छौँ हामी तँ भित्र गएर के मनपर्छ त्यति हालेर पका के गरी कान्छीले जा हामी जान्छौँ आइज कान्छी हेलपोस्ट लिएर हिँड मलाई के गर्नु अब सक्दिनँ कहिले बिसक हुने हो कति गाह्रो भएको मरे ल सजिलोसँग बस्न है ल अब के गर्नु
आमा म भित्र गएर छिटो छिटो चिया बनाएर ल्याइहाल्छु तपाईँ एकैछिन बस्दै गर्नुहोस् है होइन के हुँदैछ यो घरमा त्यो केटो पनि यो गाउँमा चालचोलै देखिँदैन यति छिट्टै भाग्ने जस्तो त लागेको थिएन मलाई होइन कतै यी दुईटा मिलेका पो छन् कि यो पनि दङ्ग छे हाँसेर हिँडेकी छ बा खै सधैँ रोएर हिँड्ने सधैँ घोरिएर बस्ने आजकल त हाँसी हाँसी फुलको थुङ्गा जस्तो जिउ लाएर काम गरेको छ बा केही न केही त यो दुईटाको चल्ती करा त छ यिनीहरूको कुरा मैले केही बुझ्न सकिनँ बा के होला त अब कसरी पत्ता लगाउने होला तिनीहरूको कुरा आमा मैले चिया पकाएर लिएर आएँ ल इलेनस आज हामी सबैजना एकै ठाउँमा बसेर चिया खाउँ न है आमा दिदी आउनु भएको छैन आउँदै होला नि बितारी के साँच्चीकै यसले मेरो छोरालाई धोका दिन आँटेकै हो त यसको चाल चलन हेर्दाखेरि त हो जस्तै लाग्यो मलाई मैले सहन सकिनँ बा मेरो छाती चिरा भएर आयो कसरी सहनु यस्तो कुरा म सहन सक्दिनँ अब म सहन सक्दिनँ बा मैले चाहेर पनि त मैले केही गर्न सक्दिनँ हे भगवान् अब मैले के गर्नु ओहो यो त अहिले त यहीँ रहेछ आमासँगै खै त मलाई चाहिँ लेखाउँ यहीँ छ दिदी अघिदेखि बनाएर लिएर आइदिएको झन् चिसो भइसकेछ यति चिसो चिया खान्छु त म तताएर ल्याइदे हुन्छ दिदी म छँदैछु नि काम गर्नु म तताएर तातो पारेर ल्याएँ बरु यो चिया चाहिँ अलिकति आमालाई थपिदिन्छु लिनुहोस् त आमा लाउनुहोस् न लाउनुहोस् र अलिकति आमालाई थपिदिएँ अलिकति मैले थपेँ है ल यो हामी खायौँ अब म तपाईँलाई तातो चिया पकाएर ल्याएँ आमा आज त लुरी रातै भएर होसिछ त के भएको यस्तो अचम्म त्यही त भने आजकल यसको व्यवहारै भिन्नै छ केही बुझ्न सकेको छैन मैले पनि बाबु हेलो आमा के छ सन्चै छ तिमीलाई आमा सन्चै छ हामी यसो कहिलेकाहीँ त फोन गर्नुपर्छ नि मैले गर्दा पटक्कै लाग्दैन तिमीहरूलाई फोन के भएको मोबाइल त्यस्तो हो कि त्यता नलागे हो कि कति फोन लागेको थिएँ मैले लाग्दै लागेन थिएन ए काममा भइन्छ कि आमा अब त्यहाँ अलिकति नेटवर्क त्यस्तै हुन्छ त्यही भएर होला यसो बेला बेला फोन गर्दै गर्नु बाबु कति न्यास्रो लाग्छ टाढा छौ तिमीहरू कस्तो तिमीहरू त के गर्ने आमा कामबाट एकछिन टाइम मिल्दैन खाना पर्यो यताउता गर्दा गर्दै फेरि ड्युटीमा जाने टाइम भइहाल्छ त्यही भएर गर्नै पाएको छैन आमा फोन गर्दै गर्नु दसैँमा आउँछ होला नि त तिमीहरू खै आउने त भनेको आमा अब अलि नमिल्ला जस्तो छ कम्पनीमा छुट्टी अलिकति गाह्रै छ साथीहरू गइसके के भनेको बाबु तैँले त्यस्तो दसैँमा त जसरी नि आइज है
आउने त भनेको आमा मलाई पनि आउनु मन छ नि के गर्नु खै यता अब त्यस्तै छ कम्पनीमा छुट्टी नमिला जस्तो छ अब हेरौँ सकेसम्म चाहिँ आउने कोसिस गर्छ आमा त्यसो भनेर हुन्छ त बाबु चाडबाडमा सबैको घरमा छोरा बुहारी सबै भेला हुन्छन् खान्छन् मिठो नमिठो जे छ त्यही खाने बनी गर्छन् आफ्नो घरमा कति नरमाइलो लाग्छ दसैँमा जसरी नै मिलाएर आउनुपर्छ बाबु भने त हो नि आमा अब खै अब कम्पनीमा के गर्छ दिएछ भने त आइहाल्छ नि आमा त्यसो भनेर हुँदैन सकेसम्म मिलाउने काम गर सकेसम्म मिलाएर आउने काम गर है बाबु हुन्छ आमा हुन्छ अनि घरतिर सबै ठिकै छ नि यता त सबैलाई ठिक छ यताको त चिन्ता नलिन हामी त आफ्नै घरमा बसिछौँ खाइछौँ तिमीहरूलाई चाहिँ त्यहाँ कस्तो छ कुनी दाइलाई कस्तो छ दाइलाई पनि ठिकै छ आमा हामी पनि अब काममा छौँ अहिले राखौँ मिलेसम्म म मिलाएर आउँछु नि त है आमा ल बाबु ल सकेसम्म आउने काम गर लौ लौ फोन गर्दै गर्नु पिर लाग्छ कि मलाई पनि आमा न परि म फोनै गर्दैनौ तिमीहरू समय छैन भन्छ अहिले तँसँग समय भएको बेला धेरै कुरा गर्न मन छ मलाई तेरी स्वास्नी मखमलीको बारेमा धेरै कुरा गर्नु छ तँसँग समय भएको बेला मलाई फोन गरेस् तेरो श्रीमती मखमलीको बारेमा धेरै कुरा गर्नु छ मैले तँसँग बुझिस् ल ल बाबु सकेसम्म दसैँमा मिलाएर आऊ है दुईजनै के गर्नु टाढाको बाटो हुन्छ आमा अहिले राखेँ है ल ल के गर्नु यस्तै टाढा छन् आफ्ना दुईटा छोराहरू भने बित्तिकै आउनु पाउँदैन आमा यसपालि त म त 2-4 दिन अगाडि नै जान्छु माइत यहाँ रमाइलो पनि हुँदैन के कुरा गर्छ यो यसको कुरा सुन्दा पनि दसैँको टिको आफ्नो घर नलाइकन माइत दौडिन्छ नि त यो गाउँमा रमाइलो हुँदैन अनि के गर्नु त कस्तो रमाइलो हुँदैन दसैँको बेलामा घरको टिको लाउने अनि बल्ल माइत जाने अनि बस्नु नि जति बसे यो लुरी बस्छ मलाई तिजमा पनि जान दिनु भएन अब पनि नजा भन्नुहुन्छ तिजको बेला हो चाँडो जाने भने दसैँको बेला कोही अगाडिदेखि जान्छ तिमीहरूको माइतमा त्यस्तो चलन छ हामीलाई त अहिलेसम्म थाहा छैन ल पहिला घरमा लाउने घरको टिको दसैँको टिको पहिला घरमा लाउने अनि जाने कुरा पनि कस्ता कस्ता गर्छ्यो काम गर्न अल्छीले के भने त यसको कुरा सुन्दा पनि अनि हामी चाहिँ यहाँ हामीलाई चाहिँ रमाइलो हुन्छ त तँ अगाडि दौडिने आमा त्यसो नमान्नुहोस् न तिजमा नि तपाईँले पठाउनु भएन अनि अहिले मलाई यो दसैँ मनाउनै मन छैन किन त्यसै दिक्क लागिरहेछ त्यही भएर नि म त 2-4 दिन अगाडि नै जान्छु भने अब फेरि हेर्नु त लुरी कति खुसी भएकी छे आफूलाई दसैँ मनाउनै मन छैन बरु यहाँ बस्नुभन्दा 2-4 दिन घुमेर आउँछु मेरो मन बलिन्छ अनि आउँछु के आमा तैँले पनि कुरा नबुझ्ने कुरा नगर्न बुझ्न त पनि वस्तु छ घरमा खानपिन पकाउनु पर्यो हाँस दाउरा गर्नै पर्यो चाडबाडको बेला आफू बल्ल त बाहिरभित्र गर्न सक्ने बल्ल भएकी छु तँ पनि हामीलाई नरामाइलो पारेर अगाडि नै जाने 2-4 दिन अगाडि जाने भन्ने कुरो गर्छ जेठी बाठी भएकी बुहारी यस्तै हो त पारा टिका त घरमै लाउने हो नि आमा पहिला कहाँ माइतमा गएर लाउँछन् र मलाई नि थाहा छैन त्यस्तो कुरा मलाई यहाँ घरमा बस्न दिक्क लागेर पो भने त 2-4 दिन यसो डुलेर आए मन बलिन्थ्यो कि म आइहाल्छु नि टिका लाउन त आफू बल्ल लौरो टेकेर बाहिरभित्र गर्न सक्ने भएको छु मलाई अलि ठिक हुन पनि दे दसैँ पनि घरको टिको लाएर जा अनि म भित्र बसेर यसो खाना बनाउने भात पकाउने पनि गरिदिन्छु यसले बाहिरको वस्तुको हाँस दाउरा गर्छ अनि तँ गर 2-4 दिन गएर बस्लिस् नि त अहिले जाने कुरो नगरे हेर जेठी मान्छेको जीवनमा के गरे पनि सुख छैन हाँसे पनि सुख छैन रोए पनि सुख छैन हेर त के भन्नुभएको होला दिदीले हे भगवान जे बुझ्न सक्नुहुन्छ भगवान हजुरले नै बुझ्न सक्नुहुन्छ ल अब चाहिँ हजुरले नै गर्नुहोस् भगवान मैले पनि केही सकिनँ
आमा रमाइलो लागे नि नलागे नि बस्ने घर त मेरो यही त हो नि। मलाई दसैँमा चाहिँ के आफ्नो घर छोडेर गएर अन्त टिका लगाएर बस्ने मन छ र? दिक्क लागेर मात्र भने कि आमा दसैँको टिका लाउने मनै छैन। किन टिका दिन टिको लाएर अनि जालिस नि त, अनि 2-4 दिन बसेर आउनु नि त। त्यतिखेरसम्म म पनि अलि तङ्ग्रिन्छु। जेठी त्यो केटो आजकल गाउँमा देखा परेको छैन हेर। गाउँै छोडेर गयो भनौँ भने पनि यति छिटो भागिहाल्ला जस्तो त थिएन त्यो डाँगा। पुलिस कहाँ जिम्मा लाए भनौँ भने पनि खोइ कसैले जिम्मा लाएको जस्तो लागेको छैन। केही कुरो सुन्नमा आएको छैन। यो गाउँै छोडेर भागेछ कि क्या हो? गाउँै छोडेर जाला जस्तो पनि लागेको थिएन। यसो यो कान्छीको चल्तीकारा हेर्दाखेरि, यसको रवैया हेर्दाखेरि त के हो केही कुरै बुझ्न सकिनँ मैले त। तथ्य सत्य कुरा त पत्ता लाउनै पर्छ, नलाइकन चाहिँ हुँदैन। पर्ने त हो नि आमा, यो पटक्कै बोल्दिन। फेरि त्यो केटा गाउँमा आउन नि छोडिसक्यो। यसले त मलाई हाँसी जिस्काएको पो जस्तो लाग्न थाल्यो त। हाँसी मात्र रहन्छ अनि फेरि त्यो केटासँग मिलेकी पनि छ कि जस्तो लाग्न थाल्यो आमा। खै कसैको मनभित्रको कुरा कसरी बुझ्न सकिन्छ र? उनै ईश्वरलाई थाहा होला। कति ठुलो सपना थियो मलाई, छोरा बुहारीसँग दसैँको टिका लाउँला, रमाइलो गरौँला, जे छ त्यही खाउँला। के गर्नु, आफ्नो त भाग्यमै लेखेको रहन्छ। अब अहिले दसैँमा पनि आउलान्, दसैँ राम्रोसित सबैजना बसेर मनाउला भनेको अहिले पनि आउलान् जस्तो छैन। आमा अब उहाँहरू नआउने भएपछि हामी 3 जना छँदैछौँ नि, दसैँ मिलेर मनाउला के भयो त नि। अब यत्रो 10 दिन बाँकी छ, भोलि त घटस्थापना पनि भयो। 10 दिनसम्ममा त तपाईँ अलि निको भइहाल्नुहुन्छ नि। अनि त्यसपछि म टिका लाएको भोलिपल्टै माइत जान्छु है। मलाई त माइत नगएको पनि निकै भयो। तिजमा पनि जान पाइएन। 2-4 दिन बसेर आउँछ है आमा। ल जालिस, तँ अलिक जिद्दी छेस्। तैँले भनेको कुरा हुनै पर्छ के तर। ल पठाइदिउँ न तँलाई। दसैँपछि त बस न गएर, अगाडि नै गएर बस्छ नि त भनेर पो गाली गरेर बस्नुहुन्न भनेर। त्यतिखेरसम्म म अनि खानासाना बनाउला, बस्नु घर घरमा उसले गरिहाल्छ मान्छेले। त गएर बस्नु पठाइदिउँला नि। के गर, आफ्नो छोराहरू नआउनु भयो यसपालि पनि। भोलिको घटस्थापना छ, राम्रोसित जमरा राखेस्। फेरि पहिलाको जस्तो बिग्रिएला नि, विचार पुर्याएर राख्नु नि। पहिलाको बिगारेर हेर नहुने बनाएको थियो। राम्रोसित राख, यसपालि त राम्रोसित जमरा लाउनुपर्छ दसैँमा, बुझिस्? हस् आमा हस्, म जमरा राम्रोसित राखौँला। पिर नलिनु न तपाईँ। पोहोर त नजानेर हो आमा, यसपालि त राम्रोसित राख्छु नि। ला मैले त भुसुक्कै बिर्सिछु नि। त्यो तल घरको राधा अस्ति रुँदै आएकी थिए, छोरो हरायो भनेर। के भयो होला, भेट्यो कि भेटेन होला। जेन्सी कि स्यान्सी के भन्ने आन्दोलनतिर पर्यो कि के भयो होला। उहाँ रुँदै थिए, यसो गएर सोध्न जानु पर्ने। भोलि कुरा काट्छन् मान्छेले, छरछिमेकी भएको के काम लाग्यो? यता पर्दा उता पर्दा यता सोधखोज गर्नुपर्ने। आयो कि आएन होला त्यसको छोरो। आफू हिँड्न पनि नसक्ने, खुट्ट गइहालौँ भने नि, नत्र म 4 गाउँ डुलिसकेको थिएँ। सक्ने भए भए। आमा म जान्छु नि, म गएर सोधेर आउँछु। पर्दैन तँ जानु पर्दैन। तँ अलि खर स्वभाव पिछेस्, त्यही कान्छीलाई पठाइदिउँला। बरु छिट्टो पुगेर बुझेर आइहाल भन्नु पर्ला। कान्छी, ए कान्छी। हजुर बाहिर आ त। हजुर के भयो आमा?
त्यो तल्लो घरको राधा अस्ति रुँदै थिए त्यसको छोरो हरायो भने के भयो कसो भयो यसो गर झट्ट बुझेर आएको जा आफू जान नि सक्दिनँ छिट्टो गरेर हो त आमा अस्ति पनि कस्तो रोइरहनु भएको थियो के त हुन्छ म एकछिन सोधेर आइहाल्छु है ल अलमल नगर्ने ढिला नगर्ने फेरि हुन्छ आमा हुन्छ छिट्टो गरेर आइज झट्ट जेठे त पनि बस्तुलाई घाँस कुडो पानी गरेर आइज जा छिट्टो गरेर भित्र खानेकुरा त पकाइसक्यो होला अघि नै पस्या थिएँ चामल लिएर त्यो पनि त्यतिखेरसम्म आइपुग्छे अनि सँगै बसेर खाम्ला काम पनि सकिन्छ हुँदैन र ल गया छिट्टो गरेर आएछ त पनि हस् आमा हस् म कुँडो पानी दिएर गरेर अनि आउँछु नि त खानेकुरा हालिदिएर आउँछु है आमा बाबु कहाँ पुग्यौ तिमी कहाँ छौ आऊ बाबु मलाई काटी एक्लै पारेर बाबु बाबु आऊ मलाई चुहा दिएर कहाँ गयो 18 वर्ष मात्र पुगेको थियो मेरो छोरो कहाँ हरायो मेरो छोरो हरायो साह्रै पिर लगाइदिएछ के गर्नु मेरो काखी पो पार्यो मलाई छोराले मेरो बाबु तिमी कहाँ गयौ नि त कहाँ हरायौ तिमी कहाँ मलाई छोडेर मेरो बाबु तिमी कहाँ गयौ नि मलाई छोडेर दिदी दिदी के भयो किन रुनु भएको यसरी दिदी किन यति धेरै बिलाप गर्नुभएको किन यसरी रुनु भएको के भएर तपाईँको छोरालाई मेरो छोरो काठमाडौँ गएको थियो त्यो जेन्जी के भन्नेले गएर मेरो छोरो चाहिँ आन्दोलनमा परेछ कहाँ गयो मेरो छोरो घरै आएन कहाँ लगे मेरो छोरोलाई कता लगे मेरो छोरालाई घरै आएन कहाँ लगे मेरो छोरो मलाई एक्लो पार्यो गयो कहाँ लगे मेरो छोरालाई कसले खोज्ने होला कहाँ जाने होला कहाँ गएर चाहिँ खोज्ने मेरो छोरो कहाँ जाउँ खोज्न कसले खोजिदिने कहाँ जाने होला मेरो छोरो खोज्नलाई साह्रै पिर भयो मलाई त मर्नु न बाँच्नु भएछ कहाँ जाने होला नानी अब तपाईँ नै गएर खोजिदिनु न मेरो अब कहाँ जानु कसलाई भन्नु तपाईँ नै आफै गएर खोजिदिनु न अब कसलाई भन्नु तपाईँ नै गएर खोजिदिनु न नानी अब म त कहाँ जानु कहीँ जाने ठाउँ छैन दिदी नरुनुहोस् त म जान्छु के त पत्ता लागिहाल्ला नि के त उपाय होला नि यो कुराको पनि के भयो कस्तो अवस्थामा भयो पत्ता लगाउने कुनै माध्यम त होला नि म सङ्गीताको घर गएर आउँछु त्यो सङ्गीताको दाइ पनि काठमाडौँ बसेरै पढेको हो ऊबाट पनि केही कुरा थाहा पाउन सकिन्छ तपाईँ नआत्तिकन बस्नुहोस् है म एकैछिन गएर आइहाल्छु नआत्तिनुहोस् है यहीँ बसिराख्नुहोस् म दौडेर आइहाल्छु है आमा तपाईँलाई चाम्रे मिठो लाग्यो त नुन चर्को छ त होइन यो चिनी हाल भने यसलाई चिनी हालेर पो बनाउनु पर्छ त चाम्रे नुन हालेर बनाएछ के ध्यानमा थियो यो के सोचेर बस्थे अरे भोक लागेको बेला खाना पाउनु नि छैन राम्रोसित अब भोक लागेको बेलामा त खाएँ जस्तो भयो नि खानै पर्यो के गर्नु म त खाँदिनँ यो यस्तो कसरी जानु नुनै नुन आफूलाई फेरि मिटिङमा जानु छ महिला समूहको यो चाम्रेमा चिनी हाल्नु पर्ने अब चिनी भने नुन हाल्यो होला के दिमाग ठेगानमा भयो पो त्यसको भोक लागेको बेला यही पनि खपाखप खाएँ के मैले मिठो लागेन भनेर भाग थन्काएर हुन्छ त भित्र गएर मिठो गरेर पकान मलाई पनि लिए
जा घिउ सिउ सबै सामान छँदैछ चुला हालेर मिठो गरेर पकाएर ल्याए हुँदैन अलि धेरै घिउ हालेर बनाए जा आमा म कहाँ जाएर भात बनाएर बस्नु भ्याउँछु त अब घरभित्रको धन्दा गरेर बस्नु भ्याउँदिनँ मेरो उहाँ आमासम्मको मिटिङ छ आज आइहाल्नु भनेको छ जान्छु म त अब जाने भए जा न त कसलाई रोकेको छु कसलाई छेकेको छु मैले भनेको के लाग्छ तिमीहरूलाई एउटीलाई छिट्टो गएर आइज है भनेर पठाएको केही बुझेर आइज है भनेको फर्केर आएको छ नि यत्रो बेर भइसक्यो के गर्नु आफूलाई यहाँ कति हतार भइसक्यो के भयो कसो भयो सुनौ भनेर झन् छिटो आउले भनेर पठाएको छैन फर्केर आएको अनि तपाईँलाई म जान्छु नि त भन्दाखेरि मेरो कान्छी कान्छी भनेर पठाइहाल्नु भयो त तपाईँले म जान्थेँ नि छिट्टो आइहाल्थेँ अब तपाईँको कान्छी कहाँ हो हराइ त यत्रो बेरसम्म भेट्न गयो होला नि के जातिलाई घर आएँ घरको काम लथाबिलिङ्ग बनाएर छोडेर गएछ न भाँडा चुलो गरेछ न के गरेछ अब बिहानको भात पकाउनु पर्ने ठाउँमा हेर्नु त ल चाम्रे बनाएको छ चाम्रेमा पनि नुन हालेछ अरे राम कस्ता चाहिँ ढङ्ग भयो कि रेचेर नि नकरा है जेठी मसँग यहाँ बसेर भित्र गएर काम धन्दा गर्ने भए नगर्ने भए कहाँ जानु मन लाग्छ त्यहीँ जा कचकच गरिरहेको यहाँ बसेर काम गर्न भनेपछि सबैलाई अल्छी लाग्छ घरको धन्दा गर्न भनेपछि एउटी घाँस त्यतैबाट घाँस गयो कि के थाहा पकाएको चिज खान्छन् बस्छन् भनेर घाँस पनि गएकी हुनसक्छ नि त नबुझिकन त्यसै कराएर भयो त्यसलाई पनि जस्तो बनाएको छ त्यस्तै खान्छु म के गर्नु आफूले बनाउनु सक्दिनँ तँलाई मिठो लाग्दैन भने मिठो बनाएर खा तँ भने त यो घरको बुहारी होस् के कचकच गरेर त्यसो कुरा गरेर तँ पनि कुन त अब घर भान्सा गर्नलाई जाँगर भकी मान्छे हो नचिने हो र तँलाई मैले कहाँ त्यो लुरी जस्तो हो र म खालि घरको धन्दा भात भान्सा त्यही मात्र गरेर बिताउने मेरो त बाहिरतिर पनि समाजमा नि हेर्नु पर्यो यताउता कसैले बोलाउनु पर्यो भने जानु नि पर्यो अनि महिलासम्मको मिटिङ छ उता पनि जानु पर्यो बाहिरतिरको धन्दाहरू नि गर्नु पर्यो अनि मेलापात पनि जानु पर्यो अनि त्यसकै जस्तो घर धन्दा मात्र गरेर बसेर हुन्छ त मैले अलिक बाहिरतिर निस्केपछि त अलिक बुझिन्छ पनि जानिन्छ पनि बाटो पनि हुन्छ त्यो पनि त हेर्नु पर्यो घरमा बसेर सोझो लाटो भुत जस्तो भएर के काम त आमा ल बाबै ल जा सिक जान्ने हुनुपर्छ भुत जस्तो हुने होइन के थाहा नेपालको पहिलो प्रधानमन्त्री हुन्छस् कि न त के ठेगा सबै कुरामा जान्ने सुन्ने भएर बस हुनुपर्छ जा भुत जस्तो बनेर बस्नु पर्दैन के थाहा आमा के थाहा पहिलो मन्त्री बन्न नसकेर के भयो त न अरू केही हुन्छु कि त्यही भएर सिप सिकेर चाहिँ बस्नु पर्यो क्या आमा आफूमा निर्भर भएर बस्नुपर्छ केही न केही त भइहालिन्छ नि पक्कै आमा यस्तो नुनचरको मेरो गलाबाट चाहिँ गएन है खेर हाली भनेर गाली चाहिँ नगर्नु यति नुनचरको म खान सक्दिनँ अब म त उतै साथीकातिर गएर केही छ कि उतै साथीहरूलाई भनेर खाउँला अब म चाहिँ हिँडेँ आमा है त नरिसाउनु है आमा ल जे गर्छौ गर मैले केही सक्दिनँ तिमीलाई भने केही लाग्दैन बरु त्यो कान्छी चाहिँ कहाँ गयो के यत्रो बेर भइसक्यो कहाँ हरायो होला यसो लौरो टेकेर त्यहाँसम्म जाने आँट पनि आएन मेरो भित्रभित्रै कटकटी दुख्छ बल्ल बल्ल बिसो हुन थालेछ के गर्ने होला जहाँ गए त्यहीँ हराउँछ नि यो दुइटी आफू घर कुरेर बस्दा बस्दा पट्टै लाग्छ यिनीहरूको बाटो हेर्दा हेर्दै दिक्क लागिसक्यो बरु भित्रतिर गएर बसौँ कि यसो लौरो टेक्दै गएर आफै जानुपर्ने रहेछ बरु बिस्तारै लौरो टेक्दै
आउँदिन अहिलेसम्म। ल जेठी ल कहाँ कहाँ जानुपर्छ गएर आऊ बेलैमा। म पनि यहाँ बस्दा बस्दा ढाड कम्मर दुखिसक्यो। यसो भित्र पस्नु पर्यो, माथि गएर आराम गर्नु पर्यो है। हस् आमा हस्, अब म पनि जान्छु, भाँडाहरू यहीँ राखिदिन्छु ओभन, अँ अनि त्यो लुरी हात लान्छु। ल ल छिटो गरेर आउने, जहाँ जहाँ गयो नि बेलैमा गएर आउने। हस् आमा हस्, म हिँडेँ अब। सङ्गीता खोइ त? सङ्गीता बच्चालाई खोप लाउनु गएको छ, आज खोप लाउने भनेर। हो र? घरमा छैन त्यो? छैन। हेर्नु त, म त झन् त्यसलाई भेटिहाल्नु पर्ने काम थियो, त्यही भएर झन् दौडी दौडी आएको घरबाट। भ्याक्सिन पछि आउँछ। ल ल आमा ल, म यसो विचार गरेर फेरि भेट्न आउँछु नि है आमा। म आएको थियो भनिदिनु है। म गएँ अहिले है आमा। ल ल। लाउनानी के गरे होला त यस्तो? कसले गरे होला यस्तो? यो जगल्टे त यता आउन त छोडिसक्यो जस्तो लागेछ, आएको छैन जस्तो लागेछ। उफ, ए भगवान्, यो के गरे होला त यस्तो? घरमा यस्तो जात्रा छोरी चेली बुहारीहरूले गर्ने पारा यही होला त? यही ताल होला त? ए भगवान्, के गर्नु होला? अब चाहिँ मलाई ठ्याक्कै थाहा भयो। मैले शङ्का गर्नु र यसले पारा देखाउनु एउटै भयो ल। त्यो झ्याप्लेसँग यसको केही छ ल, नभए यस्तो भर यस्तो बनाएर हिँड्छ। छोरीचेलीको ताल यही हो। यस्तो गरेर हिँड्यो कि मान्छे आकी छैन यतिखेरसम्म। जात्रा जात्रा गरेर ल घरमा यस्तै हो त पारा। मेरो घर त बर्बादै बनाएर छोड्नु भयो, बर्बादै बनाएर छोड्नु भयो। के गर्नु होला? अब छोराहरूलाई बोलाउन पनि आउँदैन भनेको छ। ए भगवान्, अब के गर्ने होला? त्यो झ्याप्लेसँग यसको पक्कै छ, छुट्या छैन। मैले त्यो नदेखा मात्रै हो नि। के गर्ने होला अब? अहिले यस्तो पारा हिँड्ने त भत्ता भुङ्ग। बुहारी मान्छेले गर्ने यही हो पारा। के गर्नु? पक्कै त्यही जगल्टोलाई भेट्न गयो होला। यतिखेरसम्म आकी छैन घरमा पनि। हो, पक्कै हो ल। ल मैले सकिनँ, अब मैले सक्दिनँ यिनीहरूलाई, केही गर्न सक्दिनँ। आफू घर बस्ने, कहाँ जान्छन्, के गर्छन्, कसलाई भेट्छन्, मलाई के थाहा? अब के आफ्नो घरमा भगवान्, के गर्ने होला? कहाँ खोज्न जानु होला यसलाई? अहिलेसम्म आकी छैन।
छस् त के भयो किन कराकी किन आत्तिदै आएको फेरि आइज न सुन न सँग कुरा गर्नु सक्यो मैले यहाँ म कुर्सी हाल्छु कुर्सीमा बसौँ अनि डक्टरमा है भर्खर छोरी सुत्छु के ठुलो छोरीले बोल्नु हुँदैन उठिहाल्छु फेरि धेरै बेर सुत्दिनँ बस आइज यहीँ बसेर कुरा गरौँ ल बस के भन्नु किन त्यसै आत्तिदै आएको होइन कि सङ्गीता हेर न त्यो राधा दिदी हुनुहुन्छ नि राधा दिदी म त रुँदा रुँदा बेहोस हुने बेला भइसक्यो उहाँको छोरा काठमाडौँमा थियो अरे होइन अहिले काठमाडौँमा के भइराखेको छ तँलाई त थाहा होला नि मेरो छोरा काठमाडौँमा गएको के भयो भने के आन्दोलन भइराखेको छ अरे हो के भएको छ काठमाडौँमा म पनि चिन्तामा छु हेर मखमली दाइ पनि हिजोदेखि सम्पर्कमै हुनुहुन्न गाउँका सदरमुकामहरू पनि सबै तोडफोड गरिसके रे त्यो सामाजिक सञ्जाल नेताहरूले बन्द गरे भनेर सबैजना रिसले तोडफोड गरेका रे आन्दोलन गरेका रे खै यो देशमा पनि के हुन लागेको के हुन लागेको केही बुझ्न सक्दिनँ म त हेर त आत्तिँदै आइस तेरो मुख सुके जस्तो छ म पानी लिएर आउँछु एकछिन पख है पर्दैन पर्दैन म पानी खान्न अहिले सुन्न वास्तवमा कुरो चाहिँ के भएको रहेछ के हो के पक पक म फोन लिएर आउँछु अनि मेरो फोनमा सबै कुराहरू तैँले हेर्नुहोस् है कि यो पहिलाको जस्तो जनयुद्ध नै भएको हो त पहिलाको भन्दा फरक हो अहिले त युवा पुस्ताहरूले गरेको रे के आन्दोलन त्यो जेएनजी भन्नेहरूले गरेको रे देशमा सबै नेताहरूले भ्रष्टाचार गरेर देश सिद्धाइसके त्यही भएर तिनीहरूलाई सजाय दिलाउनको लागि नै यो सबै आन्दोलन गरेको रे पक्न म फोन लिएर आउँछु अनि हेर्नुहोस् है के भएको होला है राधा दिदीको छोरालाई साँच्चै आन्दोलनमा त्यस्तो के भएको होला त हे भगवान् यस्तो अनिष्टको कुरा चाहिँ सुन्न नपरोस् मैले बिचरा त्यो दिदीको कोही पनि छैन न श्रीमान छन् त्यही छोरा एउटा मात्र थियो सहारा भनेको ती छोरालाई के भयो भने हे भगवान् के नहोस् यस्तो आन्दोलनमा परेर अनिष्ट कुरा सुन्न नपरोस् प्रभु हे प्रभु सङ्गीता छिटो आइज न भनेको कति बेर लाउँछ कि यसले पनि आमाहरू भोकै हुनुहुन्छ आओ आओ जाने छ न यो काठमाडौँमा मात्रै हो र देशैभरि यस्तो भइरहेछ के ती मेरो दाई राधा दिदीका छोरा जस्ता त कति हराएका छन् कतिले गोली खाए कति घाइते भए कति मरे त्यो गणनै छैन के खै यो देशमा त के हुन लागेको हो कसो हुन लागेको हो केही बुझ्न सक्दिनँ म त मखमली कति आमाका काखरिते कति के भयो म पनि मेरो दाइलाई खोज्न जान्छु भनेर भनेको आमा बुवाले दिए पो अब कहाँ के भइराखेको छ भन्ने कुराहरू त सबै हामीले यही मोबाइलमा यही उसमा हेरेरै त थाहा पाउने हो समाचारहरू आउँछ त्यही सुन्ने यसो भएको रहेछ यो दिनदेखि यस्तो हुने रहेछ भनेर सुन्ने बस्ने त्यही मात्र त्योभन्दा बाहेकको कुनै विकल्पै छैन सानो बच्चा छ त कहाँ जान्छेस् भन्नुहुन्छ अब घरमा दाइ नभएको भएर खोज्न जाउँ कि भनेर आँटेको तिमी जानु पर्दैन सानो बच्चालाई लिएर भनेर भन्नुहुन्छ यस्तो छ विषम परिस्थिति तिमी गएर के गर्छौ भनेर गाली गर्नुहुन्छ त्यही भएर म त चुपो लागेर बसिरहेको छु यही मोबाइल हेर्छु बस्छु के गर्नु छ त हेर त मखमली अब के हुन लागेको हो हाम्रो देशमा केही बुझ्न सक्दिनँ म त नानी रोइला अनि मखमली तँलाई त्यो दुःख दिने केटा चाहिँ कतातिर छ नि आजभोलि तँलाई त्यस्तै दुःख दिन्छ कि छ
छैन सङ्गीता, छैन। अब दुःख दिइहाल्ने आँट पनि गर्न सक्दैन त्यसले मलाई। मेरो अगाडि नाक मुख देखाउन सकेको छैन। जुन दिन त्यो घटना घटेको थियो त्यस दिनदेखि पछि लागिराखेको छ मेरो। जेसुकै होस्, जोसुकै होस्, आज मेरो पछि लाग्नेको चाहिँ ज्यान गयो। यो कुरा पक्का हो कि आज जो मेरो पछि लागेको छ त्यसको ज्यान गयो। छोड्दिन म यसलाई, छोड्दिन म यसलाई। तँलाई मारिस कि क्या हो त्यो मान्छेलाई तैँले? पछि गएर त्यो ठाउँमा हेरिनास् अनि त्यो मान्छे मर्यो कि बाँच्यो कि गएर बुझ्नु त पर्छ नि। चुप चुप लाग्छ। अब हेर, यो विषयमा तेरो मुखबाट कुनै पनि शब्द निस्किनुहुन्न। आइन्दा तेरो र मेरो कुरा हो। यो कुरा तैँले यो गाउँमा कसैको पनि अगाडि अथवा मेरो पनि अगाडि कुरा नगर, बुझिस्? छोड्दे। के भयो र कस्तो भयोसँग म सोचेर बस्न सक्दिनँ। मलाई अहिले हतार भइसक्यो, गएँ। लौ न नि, यो केटीले त त्यो मान्छेलाई मारी कि क्या हो? झन् त्यसलाई 1-2 दिन पर्खी मैले दाइलाई बुझ्न लगाएको छु भनेको थिएँ। यसलाई फेरि कति हतार हुन्छ भने अब त्यसले साँच्चै नै त्यो मान्छेलाई मारेकी रहेछ भनेदेखि त यसको जिन्दगी बर्बाद हुन्छ। पुलिसले यसलाई लिएर जान्छ, गाउँमा पनि बेइज्जत हुन्छ, विदेशमा बुढो छन् उनलाई पनि कति पिर हुन्छ। यसले के चाहिँ गरी होला त? सोद्धा पनि नबोल भन्छे, यो कुरै ननिकाल भन्छे। बर्बाद पारी यसले यसको जिन्दगी, बर्बादै पारी। हे भगवान्, त्यस्तो नराम्रो चाहिँ केही पनि नगरेको होस् है। चारैतिर अन्धकार फैलिएको छ। थाहा छैन के हुन लागेको। यो मेरो मनभित्र आगोको ज्वाला दन्किरहेको छ। यो मनलाई सम्झाऊ म कसरी? रुने मेरा यी आँखाहरू रिसले चुरचुर भइरहेका छन्। थाहा छैन भोलिको दिन मेरो कस्तो हुने हो, कस्तो हुने हो भोलिको दिन मेरो। के हुनेछ, मेरो भविष्य कस्तो हुनेछ? थाहा छैन मेरो भविष्य कस्तो हुनेछ। म के गरौँ, कहाँ जाउँ म? यो अग्निको ज्वालालाई कसरी शान्त गरौँ म? कसरी शान्त गरौँ म?
छिटो आइज है भनेको त दिनभरि हराएको छ। कहाँ गएको त? अब पत्तो छैन। कतिका समय उसँग बिताएर यसै नकचरी लाग्छ न अलिकति तलै। छिटो घर जानुपर्छ भने आएन अलिकति। लास शरम पछि के त्यो राधा कहाँ एकछिन यसो भेटेर त्यो के कसो रहेछ बुझेर तुरन्तै आइहाल। 10 मिनटमा फर्की भनेर पठाएको त आज अहिले 3 घन्टासम्म कहाँ गएको ल भन् मलाई। तर लास शरम पछि कि नकचरी त लाज छैन आज लुरु लुरु मेरो घरमा छिर्नलाई। रात पर्ने साँझ पर्यो अब भनेपछि दौडेर आएकी त छिटो फर्केर आइज भनेर पठाएँ त मैले। लाज शरम पछि के तैँले मलाई हेपेको होइन त? अब तिमीले मलाई हेपे हो अर्थ के पनि होइन। हेपेकै हो तिमीहरूले। होइन आमा, अझ होइन भन्छस्? अझ होइन भन्छस्? अझ होइन भन्छस्? अझ होइन भन्छस्? त्यतिले नरिसाउनुहोस् न आमा। मैले तपाईँलाई हेपेको छैन कि आमा, हेपेको छैन। मेरो कुरा त बुझ्नुहोस् न। म किन ढिला भएँ यसरी? मेरो कुरा त सुन्नुहोस् न। मेरो कुरा त सुन्नुहोस् आमा। के सुन्ने तेरो कुरा? छिट्टो आइज हेरेर बुझेर भन पठा होइन। यतिखेर आउने अझ कुरा बुझ्नुहोस्। हेपेको तिमीहरूले मलाई हेपेको। अब तिमीहरू दुइटैलाई छोड्दिनँ म। बुढीलाई पनि छोड्दिनँ, मलाई पनि छोड्दिनँ। म बुढी मान्छे बिरामी मान्छे भने हेपे भयो त तिमीहरूले? हेपे भएर यतिखेर 3 घन्टा 4 घन्टासम्म कहाँ गयो कि त? मलाई अलिकति शरम लागेन? लाज लागेन? केही भनेर गएकी थिइस्? म यहाँ जानलाई है यो काम पर्यो है भनेको तैँले मलाई? नहेपे भए के हो त यो? दिनभरि विपत्ता हुने अझ हेपेको होइन भनेर उ गर्ने? मैले सकिनँ यिनीहरू। अब मैले सक्दै सकिनँ। म यिनीहरूसँग अब उ गर्नै नसक्ने भयो। यस्ता हेपाहरूसँग मैले केही गर्न नसक्ने भयो। अब जेठी कहाँ हो? जेठीलाई नै आज म छोड्दिनँ यिनीहरूलाई। हे भगवान्, मैले नसक्ने भएँ। अब म नसक्ने भएँ यिनीहरूलाई। म के गरौँ? आफू बुढी भइसकेँ, त्यहाँ माथि घाइते बिरामी। भगवान् कहाँ जाउँ? हेप्नु पनि अलिअलि हेपे हो यिनीहरूले मलाई। जहाँ गयो त्यहीँ हराउनु। अर्की भयो एकतिर गयो अर्कैतिर हराउने, अर्की भयो अर्की, दुइटै हराउने। अब अब अझ रुन्छस्? अझ रुन्छस्? यहाँ जा, घर छोडेर जा भनेर अस्तिदेखि भने अनि मैले तँलाई। त्यहाँ मलाई हेप्नलाई बसेकी होला होइन त? बस्नै पर्दैन। अस्ति नैदेखि जा भनेको थिएँ मैले। यस्ता हेपाहरू मेरो घरमा बस्नु पर्दैन भने अब जब सासुको कुरा नमान्ने नटेर्ने कहाँ गएँ गएँ है भने नभन्ने कसलाई भन्ने? कसलाई भनेर गएको थिएँ यत्रो दिनभरि? आमा कुट्नुहोस् आमा, अझ कुट्नुहोस् मलाई, अझ पिट्नुहोस् मलाई। हक छ तपाईँको मलाई कुट्ने पिट्ने। हामी बुहारीहरू तपाईँको यो घरको बुहारी होइन, तपाईँको छोरीहरू हौ हामी। तपाईँको छोरीहरू हौ आमा, तपाईँको छोरीहरू। छोरीहरूलाई संस्कार सिकाउने अधिकार आमालाई छ। तपाईँले संस्कार सिकाउनुहुन्छ, हामी मान्नुपर्छ हामीले। तर संस्कार सिकाउनुहोस् आमा बनेर। तर आफूबाट टाढा हामीलाई नपठाउनुहोस्, हामीलाई आफूबाट टाढा नबनाउनुहोस् आमा। हजुरलाई सबै गर्ने अधिकार छ। कुट्नुहोस् अझ मलाई, जति पिट्नु छ पिट्नुहोस्। तर बिन्ती छ आमा, यो घर छोडेर चाहिँ नजा भन्नुहोस्। मैले गल्ती गरेँ होला,
तपाईँलाई सोध्न आउन सकिनँ। त्यतैबाट गएँ म। तर मैले त्यस्तो गलत काम के गरेको छैन आमा, के गरेको छैन। बिस्तारै मेरो कुरा त बुझ्नुहोस् आमा, मेरो कुरा त बुझ्नुहोस्। त मलाई यस्ता चिप्ला कुरा नगर मसँग। यस्ता चिप्ला कुरा म अब सुन्नेवाला छैन, बुझिस्? अब म सुन्नेवाला छैन तिमीहरूलाई। अब म छोड्दिनँ। कुनै के जाति त झ्याप्ले एउटा चोर जस्तो बाँका जस्तो आएको थियो नि, त्यसलाई पनि छोड्दिनँ। अब म त्यो आओस् त लौराले त्यसको ढन्नासो नभाजे कहाँ छोड्छु र म, बुझिस्? तँसँग मिलेर तेरो पनि मिलिमत्तो छ, मलाई थाहा छ राम्रोसित। नभएदेखि त तेरो आजकल त चल्ती कारै अर्कै छ, तेरो अर्थकै छ, तेरो लबाई खवाई पनि, तेरो चालामाला पनि ठिक लागेको छैन मलाई, बुझिस्? पुरा त मिलेको छ तँसँग। त्यो डाँका पनि आफ्नो त झ्याप्ले मैले कहाँ छोड्छु र म? मेरो छोरो सोझ देखेर मेरो छोरालाई धोका दिन खोज्या होला, धोका दिएको होला। तिमीहरूलाई म छोड्नेवाला छैन, बुझिस्? मेरो छोरालाई अब नबोलाई छोड्दिनँ। न त मेरो छोरा सोझो छ, च्याप्ला चुप्ली गरेर रोएर पनि पटाइहाल्छ नि यसले। मलाई चाहिँ सक्दिनस् तैँले, बुझिस्? कहाँ म छोड्छु यसरी? लाग्छ पनि ठाने होला तिमीले। म कहाँ छोड्छु र? अलि रोयो जित्यो, रोयो जित्यो, कामै त्यही। आमा, आमा, तपाईँको अनि उहाँको विश्वासलाई म यो हृदयमा सुनिश्चित गर्नेछु आमा, सुनिश्चित गर्नेछु। कहिले पनि यो विश्वासलाई दूषित हुन दिन्न आमा, दूषित हुन दिन्न। अन्जानमै सही मैले धेरैचोटि मन दुखाएको छु हजुरलाई, धेरैचोटि मन दुखाएको छु हजुरको आमा, धेरैचोटि मन दुखाएको छु। तर आइन्दा यस्तो हुँदैन आमा, मलाई माफ गर्नुहोस्। आइन्दा यस्तो हुँदैन। मलाई यसरी घरबाट जा भनेर म कहाँ जाउँ आमा, कहाँ जाउँ? मलाई यसो नभन्नुहोस् आमा, बिन्ती छ आमा, बिन्ती छ। जति चिप्ला कुरा गरे नि, जति रोए पनि मेरो घरभित्र छिर्न म दिन्न, बुझिस्? 1 दिन, 2 दिन, 3 दिन मेरो घरभित्र छिर्नु। तँलाई मैले अस्ति नै मेरो घर छोडेर जा भनिसकेको छु। अझ टेर्दिनस्? अझ चाम्रेर बस्छस्? रुनी, हात जोड्ने, गल्ती गर्ने, आउने, रुनी। ल तँलाई म यो घरभित्र छिर्न दिँदैन। ल कसरी छिर्दिरहेछ हेर, मेरो घरमा कसरी छिर्दिरहेछ हेर। म दिन्न। कहाँ जानुपर्छ? दिनभरि कहाँ हराएको थिइस् त्यही जा, म पस्नै दिन्न। 1 दिन, 2 दिन आमा, आमा मेरो घरभित्र छिर्न दिन्न म। छोड मलाई, छोड। तिमीहरूले मलाई हेपे, के पनि होइन। तिमीहरूले मलाई हेपेको, अरू केही पनि होइन। यहाँ पस्न दिउँला तिमीहरूलाई, जति भने पनि नलाग्ने। 1 दिन, 2 दिन, 3 दिन भित्र छिर्नलाई आउलिसिया मेरो घरमा भित्र। कहाँ जानुपर्छ गइहाल। लुरी यो त आनन्दले निधाएर पो बसेकी छ त। आफू यहाँ लुत्रुक्कै परेर भिजेर आइछु। म
म भिजेर आइछु, जा त मेरो लुगा ल्याइदिए। होइन सुन्दिन नि, के भएको तँलाई? अलिकति भनेको त मान्नुपर्छ नि। जा भने भित्र गएर लिएर लुगा। मान्छेलाई कस्तो भोक लागेछ, जा त गएर के तातो केही लिएर। ए तँलाई भोक लाग्यो अहिले? अघि त खान्न म, उतै मिठो मिठो खान्छु भनेर हिँड्नु कि होइन? पाइएन कतै खानलाई, अहिले भोक लागेर आयो। अहिले आएर तँलाई त नगरौ है बुढी तिमी पनि धेरै। अझ नगरौ भने त्यही लौराले मैले अहिले झम्का झम्पा जाउँ नपरोस् तिमीहरू दुई। त्यही पनि तपाईँलाई भने हो र मैले, यो लुरीलाई भनेको हो त। हाम्रो कुरामा किन जान्ने भएर भन्नु पर्यो तपाईँले? चुप लाग्न सक्नुहुन्न? म चुप लाएर बस्ने, मलाई भन्ने बेला भन्ने, अनि भने हो र भन्ने। भएको यस्तो जति कुटिने मलाई कुट्नुहोस् न। दिदीलाई किन कुटेको भने के दोष छ रे दिदीको? हेर्नु म पो सहन सक्छु, दिदी सहन सक्नुहुन्न नि। किन कुटेको त्यसरी? आफै थाक्ने गरी कुट्ने हो त्यस्तो? तेरी बुढी मान्छे भएर हेर हेर थाकेको। फेरि बस्नु, हिँड्नु, यहाँ जाउँ, हिँड्नु भित्र, हिँड्नु। चुप लाएर जान्न म, तिमीहरूलाई मेरो घरभित्र छिर्नै दिन्न म। ल जान्न क्या, जान्न तपाईँको घरभित्र। चुप लाएर हिँड्नु, त्यहाँ तपाईँलाई पुऱ्याउँछौँ म। के दोष छ भन्ने त दिदीको? ए तेरो दिदीको दोष छैन? पुर्छु त्यसो भए पुर्छु म। आमा नि लोन नि किन लड्नु भयो आमा? यसो म यसरी आमालाई उठ्या चाहिँ बुढी मान्छे भएर तिमी बिस्तारै उचाल्नु दिदी। देख्नु भयो लोट ल तपाईले हामीलाई कुर्या फाइदा भयो त? लोडेर बुढीमा मान्छे मुटिया छ बिना काममा। दुख्ने मान्छे जता ततै के चाहिँ भएको? दिदी धेरै दुख्यो, दिनु म बाँड्दैछ। ल्याउ त्यहाँतिर यताको खै यसरी राख्नु त। यतातिर माड्यो त कति दुखिन्छ नि। निलै बस्यो क्या? आया आया दिदी
आमालाई पनि कति खुट्टा दुखेको होला मलम लगाइदिन्छ है आमा आमा खै खुट्टा दिनुहोस् त मलम छैन नकरा आमा यसरी रिसाएर हुँदैन कि आमा छिटो खुट्टा निको पार्नु परेन खै दिनुहोस् म मलम लगाइदिन्छु परे छैन चेपारो घसेर मलाई छुन नआयो मेरो बुढासुढा छुन आउने चेपारे यसै गरी तिमीहरूलाई मैले तल आउने बुझ्यौ तिमीहरू दुईटालाई डङ कुटेर तल आएर राख्छु नत्र त हेप्ने जहाँ मन लाग्थ्यो हिँड्ने एकछिन गएर आइज है भनेर पठाएको दिनभरि हराउने त्यही हो पाएर बुहारीको आमा आमा जे गर्नु छ गर्नुहोस् हामी बुहारीहरू होइन छोरीहरू हौ तपाईँलाई कुट्न मन लाग्छ भने कुट्नुहोस् तर आमा मलाई जति कुट्यो पनि दिदीलाई चाहिँ नकुट्नुहोस् है आमा मलाई त बानी छ सहने दिदीले त सहन सक्नुहुन्न नि है आमा दिदीलाई नकुट्नुहोस् है आमा दिदीलाई नकुट्नुहोस् ए लुरी धेरै चेपाएर नगस् त आमाको नजिक गएर तेरै कारणले त हो आमाले मलाई कुट्नु भएको कुट्न देन कति कुट्न मन लाग्छ कुट्नुहुन्छ दे ए अझ कुट्न दे भन्छ त तल अझ पुगेन लौराले बजाउँछु नि बर्ता भएर नबोल छिक्क पारिदिने कुट्न दे भनेर तिमीहरूलाई अझ पुगेन यसै गरी तिमीहरूलाई तल आउने बुझ्यौ मलाई खाना ओर्न परेको छैन तिमीहरूको भात म बिहानको भात बासी भात खाएर टन्न अगाएर बसेर सुत्न जान्छु अब तिमीहरू खाने ओर्ने भाँडा चुलो सबै दुईटी मिलेर गरेर आउँछु नानी फेरि तँ चाहिँ पहिल्यै दौडिने होइन नि फेरि मेरो पछि पछि लाग्यो दुईजना सँगै धन्दा गर्ने सँगै आउनु बुझिस् खानु पर्दैन मलाई म खान्न मलाई खान मन छैन तिमीहरूको चल्ती करा तिमीहरूको ताल हेरेर म अगाइसकेँ मेरो ज्यान खाने भए कसै तल आउने नला मैले ल अब म सुत्न गएँ झाल डोकेर आउँछु थुनेर आउनु महारानी हेरेरै बसिरहने हो बिहानदेखि त्यत्रो तोलथा लिङ्ग बनाएर भाँडा जताततै छोडेछ बिहानको जुठो भाँडा तँ माझ्नु पर्दैन ल खुरुक्क गरेर माझ्नु जा म यहाँ पकाउँछु जा
नबलेको आगो पनि लोरी कहाँ गएछ दिदी यतैतिर थियो हेर न घर भेटै नहुने मैले त कति खोजेको यतैतिर थियो। ओइ लुरी म त मर्न आँटिसक्यो हिजो आमाले कुट्या भएर जिउ दुखेर के औषधि खाने होला के औषधि खाँदा होला पाउनु भन्दैन है सबैतिर दुखिरहेछ। दिदी त्यही भएर त आज मैले चिया केही पनि बनाइनँ। यी जडीबुटीको औषधि बनाएको छु, आमालाई पनि काम लाग्ने तपाईँलाई पनि काम लाग्ने। यसले त जिउ दुखेको चट्टै बनाउँछ दिदी, त्यही भएर बसालेकी छु यहाँ। होइन तेरो चाहिँ जिउ ज्यान दुख्दैन भने तेरो चाहिँ शरीर केले बनेको छ भन् त? आफ्नो त यहाँ अलिकति कुटेर यति दुखिरहेछ अन्त त्यति कुटा खाकी छ सन केले बनेको छ तेरो शरीर? दिदी शरीर न हो, यो शरीरलाई जति मजबुत बनाए त्यति मजबुत बन्दो रहेछ। मलाई त दुखाइ के हो पीडा के हो केही पनि थाहा हुँदैन। यी सबै कुराहरू सहने बानी परिसकेको छ। खै कहाँ दुख्छ के दुख्छ कता दुख्छ थाहा छैन मलाई त के पनि। बरु लाउनुहोस् तपाईँ यो जडीबुटीको चिया खाँदै बस्नुहोस्। बाबा के गर्नु खोइ के गर्दैछन् चिया पानी यसो खानपिन नि बोलाउँदैनन्। मैले बनाइसकेँ आमा, अब बोलाउन आउँछु भन्ठाने थिएँ यहाँ दिदी आइपुग्नु भयो। पख्नु पख्नु यतै बस्ने हो यता ल्याइदिन्छु बस्ने। ल यहाँ बस्नु, उता पर अलि चिसो छ यता आउनु यता आउनु। ल यहाँ बस्नु यहाँ बस्नु। पाको पाकिसकेको छ यहाँ। मैले आज जडीबुटीको यो पकाएर बनाइदिएको छु औषधि है, जिउ दुखेको पनि निको हुन्छ। ठिक गरेछ सबै निको हुन्छ। यो चिया खाएर के गर्नु शरीरलाई राम्रो गर्दैन, बरु यो जडीबुटीको औषधिले शरीरलाई पनि राम्रो गर्ने। यसले दुखाइदामा टक्कै निको पार्छ नि। उहाँ जङ्गलबाट खोजेर लिएर आएको मैले यो जङ्गलको जडीबुटीले धेरै काम गर्छ। त्यही भने अहिले तिमीलाई मिठो 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 पसलका चाहिन्छ, यो त धेरै काम गर्ने चिज हो नि। पहिला बुढापाकाले यही त खाने हो, यस्तै खाएर तबाट अहिलेसम्म केही रोग लागेको छैन। बल्ल बुद्धि जान्छस् बरु। आज झरी पनि छ, बाहिर पानी सानी परिरहेको छ, रला रला जस्तो छ। अहिले त यता पानी खाउँ गरौँ बसौँ। अब के गर्नु, बाहिर झरी पर्यो पानी पर्यो भन्दैमा वस्तुलाई भोक्कै राख्न मिलेन। हामी टन्न घरभित्र बसेर खाने, ती वस्तु भोकेर राख्नु भएन। र जेठी त चाहिँ वस्तुको धन्दा गर्नु जा, कान्छी पकाउँछ के दुईजना दुईतिर काम गर्नु पर्यो नि त। अनि सकिन्छ एकैचोटि। ए जेठी तँ जा आज गोठमा, कान्छी पकाउँछ घरमा खाना। ल गइहाल। के ट्वाल्ल पर बस्यो कि तँलाई गोठमा जानु मन लागेन होला होइन? जाँगर लाग्छ र तँलाई गोठतिर जानलाई फेरि रुख मात्रै हो तेरो बजारमा। नभए कान्छी जान्छे आज पनि हिजोको जस्तै गरेर उतै हराइ भने। हिजो त उतै मात्रै खाँथ्यो, आज त भित्र छिर्न पनि दिन्न म तिमीहरूलाई। वस्तुलाई पनि त खुवाउनु पर्यो, हामी मात्रै खाएर बसेर भोर। जा जा। हुन्छ आमा म जान्छु। दिदी आज मैले त तरकारीहरू के काटकुट गर्न पनि भ्याएको छैन। अब यसो खोजेर ल्याएर बारीमा छ तरकारीहरू खोजेर ल्याएर काटकुट पारेर मिठो गरी पकाउनु है दिदी। दिदीको त हातै मिठो छ के है आमा? हो नि, कति मिठो पकाउनुहुन्छ दिदीले। ल आज दिदीले पकाएको खाने। ल म छिटो छिटो गोठको काम सकाएर आउँछु है। ल म गएँ, मिठो पकाएको दिदीको हातले पकाएको खाने आज। हरा हरा आज त पनि मलाई काम हराउनु भएछ नि होइन? आमाले हेपेपछि यसले त झन् कति चाहिँ हेप्न थाल्यो कि
पख्न मेरो पनि दिन आउँछ तँ नै मैले जानेछ कति हराउँछ सारा न कति ठिक्क पार्न जाने कि पहिला पहिला बोल्दै बोल्दिन थिएँ अहिले त ठिक्क पारेर हाँस्दै 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 चिपाएर घसेर काम हराएर गएँ मलाई त ल हेर्नु त आमा बोल्दिन थिएँ नि पहिला त गाउँभरि दसैँको चलपल कति बढिसक्यो कति थोक गरिसक्यो घर लिपोत कति भइसक्यो मेरो घरमा चाहिँ यस्तो छ पारा दुईटी देउरानी जेठानीको रणाको सधैँ मचिरहने होइन त मिलेर अब दसैँको के गर्ने घर लिपोत कहिले गर्ने जमरा राख्ने दिन आइसक्यो त्यो चाहिँ छैन तिमीहरूलाई काम गर्नलाई अब बिहान बेलुका पकाएर खान त बस्नु धन्दा गर्नलाई रणाको छ तिमीहरूलाई कहिले यहाँ तात पानी हाल्दै यहाँ सिधै यहाँ तातो पानी मात्रैमा राखेकी पेट कुटुक्क काटिसक्यो बुढाबुढी मान्छे यसो अलिकति खाजा पानी ठिक पार्नु पर्दैन खाजा जालीलाई केही छ भनेदेखि भन्न पर्ने यिनीहरूलाई भोक लाग्यो ल्यायो भनेर बिहान यसो चिया पानीसँग खाजा पनि त खुवाउनु पर्छ जाली राइजो हस् सानो म ल्याइहाल्छु ल फेस पाकेटै ल्याएकी छ प्लेटमा हालेर ल्याउनु सक्दिनस् 2 रुपियाँको सोमो छैन तँसँग आजकलको बुहारीहरूको पारा देखेर पनि 3 छक परिसके म त के गर्नु र यिनीहरूलाई के गर्नु यिनीहरूलाई कति सिकाउनु पाइला सिकाइरहनु पर्छ अब यसो खोलेर यसो प्लेटमा हालेर दिने भने सोमतै छैन सासूलाई कसरी मान गर्ने ससुरालाई कसरी मान गर्ने छोराठाली मान्छे आउन पाउनलाई कसो गर्ने भन्ने अहिलेको बुहारीहरूलाई अत्तो पत्तो छैन हेपे हो कि नजान्ने हुन्छ र अहिले हेपे टाइपमा यसलाई जे गरे नि हुन्छ यो खाइने बुढीलाई जे भने नि हुन्छ जे गरे नि हुन्छ भनेर हेपेका अरू के पनि हो चलाउन नसक्ने हुँदा के गर्नु भोक लाग्छ एकदम खानु पर्यो कराउँदै भयो फेरि गएर चुलैमा टाँसी चाहिँ यो ल नमिठो नरुत्नेले मिठो मिठो खानालाई त बेलैमा मिठो मिठो तरकारीहरू ठिक पार्नु परेन बारीतिर खोज्न जानु पर्दैन चुला टाँसेर ठिक परेर आउँछ यहाँ कसले टिपेर ल्याउँछ भनेर बसेकी चुला त गइहाल गोठको धन्दा गर्न त गाह्रो भएर आवाजै निस्केन तेरो अब मिठो पकाउने मिठो खाने नमिठो नरुत्ने हजुरलाई अनि मिठो पकाउनेले त बारीमा गएर खोजेर ल्याउनु पर्यो ठिक पार्नु परेन खाने बेला त ट्याममा त भोक लाग्ला फेरि खानु पर्ला भात गइहाल चुला लोतेर गिलास बोकेर बसेर मात्र हुन्छ मलाई त के गर्नु र नमिठो नरुच्ने यसैलाई र न त फुइ परेर हिँडे उसलाई त तल हाल्दैछु यसै गरी तललाई तल यो बुहारीहरूलाई तल आउन नसक्ने भएँ मैले
आफू धरममर गर्न नि सक्दिनँ के गर्नु एउटी एकातिर गयो उतै हराउँछ अर्की एकातिर गयो उतै हराउँछ खाना चाहिँ मिठो चाहिन्छ काम गर्न गाह्रो हुन्छ कस्तो जमाना आयो नि भगवान् हाम्रो पालामा कति दुःख काट्यो न राम्रोसित खान पाइयो के हो कतिखेर पकाउनु यसै गर्नु आफू सक्दिनँ बस्यो पकाएर दे खाने आमा गएर आएँ गोठा म पनि आज के गर्नु बिहान लुगा सुगा फेरेर जानुपर्ने रहेछ हिलाम्ने भयो म त सबै पानी परेर सबै चारैतिर त्यस्तै छ अनि खोइ त दिदी भित्र हो पाक्यो खाना के को पाक्नु नि भर्खर तरकारी सरकारी बोतल बाटल पारेर भित्र पस्या चाहिँ आइपिस काम सकेर ल त्यो मलमले त मलम लाउनु पर्यो यसो म यहाँ बसेर बेला खाली समयमा गोडा मलम लाएर ओर बस्नु पर्यो त्यसले गजब काम गर्यो नि त्यो मलमले अलि आराम भएको छ अलि राम्रो भएको छ मलाई अहिले जा मलम लिएर आइज हुन्छ आमा हुन्छ म लिएरै हालेँ गएर आमा ल यो जडीबुटी पानी पनि लिएर आएको छु तातो पानी ल यो खाने अनि यो मलम यो नयाँ अर्को मलम त झन् छोक्कै रहेन रहेछ ल झन् यो झन् कति राम्रो छ भनेको थियो आज यो लगाउनु है ल पुरो दिनु खुट्टा मलाई दिन्छु पर्दैन म आफै लाउँछु तिम्रो आफ्नो धन्दा गर म यहाँ यसो बसेर म आफै लाउँछु अलिक कम भयो नि अब मलाई जान त जा भित्र मलम त म लाइहाल्छु नि यसो बसेर अब दसैँ नि आउन लाग्यो पाहुना पाछा आउँछन् दहीहरू टन्न 2-3वटा भाँडामा दही पनि जमाउनु छानिदिनु पर्यो टिको लाउने आउँछन् पैसा नि साटेर राख्नुपर्ने जमरा के कस्तो भयो अब यसरी बसेर हुन्छ अचार पनि बनाउनु पर्छ है खल्पी काँक्रा यसो बारीतिर खोजेर लिएर आएर दसैँलाई पाहुना आउँदा खान दिनु पर्यो टिको लाउनु पर्यो सबैको बन्दोबस्त गर्नु पर्यो नि त बुढी भएठाउँमा बुढी मान्छे भएठाउँमा अलिक पाहुना बढी आउँछन् कि बुझ्यौ हुन्छ आमा हुन्छ म गरिहाल्छु नि सबै अझ दिदी हुनुहुन्छ दिदीले पनि सघाइहाल्नुहुन्छ तपाईँ पिर नगर्नु न तपाईँ त आफ्नो स्याहार मात्रै गर्नु कि हाम्रै पिरले सुगिसक्नु भयो तपाईँ यस्तै हेर मान्छे मोटो देखेर हुन्छ भित्र शक्ति केही छैन खालि बुरुङ बुरुङ उफ्रेर हुन्छ लौरो लिएर कुटेर हुन्छ आमा तपाईँलाई एउटा कुरा भन्छु भनेर बसेको थिएँ तपाईँ रिसाउनु होला भनेर भन्न सकेकी छैन भन्नु आमा के कुरा भन्न लाग्यो भनिहाल्नु नि त आमा त्यो राधा दिदीको छोरा छैन त्यो राधा दिदीको छोरा त काठमाडौँको आन्दोलनमा पर्नु भएछ नि त्यही कुरा राधा दिदीलाई त्यहाँ भन्न गएको थिएँ अब घरमा यता नआइकन तपाईँहरूलाई नसोधिकन मलाई कस्तो मन दुख्यो र दौडी दौडी सङ्गीताको घर पुगेँ म सङ्गीतालाई गएर उसको दाइ पनि त काठमाडौँमा बस्छ नि त्यही भएर सङ्गीताको घर गएको कि म सङ्गीताको घर गएर अनि उसको दाइलाई केही थाहा छ कि भनेर सोध्दैन भनेर उसको घर पुगेकी थिएँ सङ्गीतासँग एकछिन कुरा गर्दा गर्दै म ढिला भयो कि आमा मैले त्यस्तो केही गल्ती गरेको छैन आमा मैले त्यस्तो केही गल्ती गरेको छैन मलाई गलत नसोच्नुहोस् है यति गल्ती गरेँ कि म फर्केर फेरि घर आएर तपाईँलाई सोधेर जान सकिनँ मेरो मन साह्रै दुख्यो त्यो राधा दिदीको को छ भन्नुहोस् त श्रीमान छैनन् एक्लो छोरो त्यसमाथि पनि आन्दोलनमा परे कि क्या हो नानी भनेर त्यस्तो छाती पिटी पिटी रोएको देख्दा म घर फर्केर आउन सकिनँ आमा म सिधै सङ्गीताको घर गएँ
के कुरा थाहा पाइन्छ कि काठमाडौँबाट भनेर उसको सङ्गीताको दाइले के भन्नुहुन्छ कि भनेर म त त्यताको त्यतै दौडिँदै गएको भएर एकछिन कुराकानी गर्न पनि त टाइम लाग्यो नि। त्यही भएर मात्रै हो है आमा, मलाई त्यस्तो गलत नसोच्नुहोस् है आमा। आमा कति अनौठो छ हाम्रो जीवन, हेर्नुहोस् त। मान्छेको जीवन आज छ भोलि छैन। त्यो आन्दोलनमा परेर कति युवाहरू आफ्नो जीवन गुमाइसकेका रहेछन्, कति आमाहरूको कोख रित्तिसकेको रहेछ आमा। मैले त सङ्गीताको घरमा गएर त्यो मोबाइलमा हेरेर पो थाहा पाएँ त यस्तो भइराखेको रहेछ हाम्रो देशमा। आमा हेर्नुहोस् त, यो दसैँको मुखमा आएर ती कोख रित्तिएका आमाहरूले कसरी मन शान्त पारेका होला नि त। तपाईँको मनमा जति पीडा छ त्यति नै दुखी हामी पनि त छौँ नि आमा। हाम्रो पनि को छ र सहारा। तपाईँका छोराहरू हाम्रा श्रीमानहरू हुन् आमा, उनीहरू हामीसँग छैनन्। उनीहरू हाम्रो साथमा नभएको पीडा त हामीलाई पनि त छ नि। यो दसैँको यो चाडबाडको बेलामा हाम्रो श्रीमानहरू हाम्रो वरिपरि भइदिएको भए, हामीसँगै चाडबाड मनाइदिएको भए हाम्रो मन कति खुसी हुन्थ्यो होला। जे भए पनि आमा, तपाईँले पनि थोरै दुःख त सहनु भएको छैन। मैले थाहा पाएँ नि आमा तपाईँको बारेमा, गाउँलेहरूबाट थाहा पाएँ तपाईँले कति दुःख भोग्नु भएको छ भनेर। एउटा श्रीमानले एउटा श्रीमतीलाई दिएको पीडा कस्तो हुन्छ भन्ने कुरा तपाईँले भोग्नु भएको छ आमा। मेरा ससुरा बाबाले अर्को कोहीले मेरा आमाको आँगनमा आउँदा मेरो आमाको गति के भएको थियो भन्ने कुरा मैले बुझेकी थिएन र। यी गाउँलेले सुनाउँछन् आमा, यी गाउँलेले भन्छन् तिम्रो सासु आमाले त यतिसम्म दुःख सहेको छ भनेर सुनाउनेहरू धेरै भेटेकी छु मैले पनि। म धेरै माया गर्छु आमा, तपाईँलाई धेरै माया गर्छु। तपाईँले त्यही सहेको पीडाले, तपाईँले दिएको संस्कारले आज हामी यो गाउँमा शिर उठाएर हिँड्न लायकका छौँ। कहीँ गएर कसैको अगाडि हामीले तपाईँको इज्जतलाई बर्बाद पारेका छैनौँ नि आमा, छैनौँ। यो भ्रम मात्र हो यो सबै कुरा। हेर्नुहोस् आमा, यति ठुलो पीडा सहेर पनि ती लालाबाला छोराहरूलाई पाल्नु भयो तपाईँले। यी बुहारीहरूलाई सम्हाल्दै हुनुहुन्छ अहिले तपाईँले। हेर्नुहोस् यो गाउँको कसले गरेको छ त्यस्तो भन्नुहोस् त। उस्तै नारी हो भने यो घर नथा लिङ्ग पारेर छोराछोरी नबनिकन छोडेर भागिसक्थे होला नि आमा, भागिसक्थे होला। तर आमा तपाईँले यी छोराहरूलाई माया दिएर, हामी बुहारीहरूलाई माया दिएर यो घर गृहस्थ सबै सम्हालेर बसिरहनु भएको छ। आमा तपाईँको माया हामी माथि कहिले पनि नछुटोस्। तपाईँको आशीर्वाद यो शरीरमा कहिले नछुटोस् आमा, कहिले नछुटोस्। म त भगवानसँग जहिले पनि यही प्रार्थना गर्छु आमा, यही प्रार्थना गर्छु। मलाई थाहा छ तपाईँले कति पीडा भोग्नु भएको छ आमा। दुःख हामी सबैलाई छ आमा। म गएभित्र म खाना तयार भयो कि भएन हेरेर आउँछु।
सिन्दुर कसरी छाडिस् होइन मलाई मैले धेरैचोटि सम्झाइसकेका थिएँ भेटेर बुझिस् मेरा त्यो चिचिला लाला बालाको तल अलिकति पनि माया लागेन तँलाई आज म छोड्दिनँ बुझिस् कमला तिमी हात चाहिँ यसरी हालिहाल्ने काम नगर यहाँ कुरा अर्कै छ तिमी कुरा बुझ पहिला उनी किन कसरी मेरो जिम्मामा यहाँ आइन् त्यो कुरा बुझ्न बाँकी छ तिमी पहिला कुरा बुझ के कुरा बुझ कुरा नबुझिकन जे पाइ त्यही गर्ने नगर के बुझौँ म हजुर के बुझौँ यस्तो गलत कार्य तपाईबाट होला भनेर मैले सपनामा पनि सोचेको थिइनँ बुझ्नुभयो यो डङ्किनीलाई म कदापि छोड्नेवाला छैन यो घरको वरिपरि हिँड्या यता बाटोतिर हिँड्या मैले देख्ने त म छोड्नेवाला छैन हात खुट्टा सबै भाँचेर छोडिदिन्छु कि तपाईँले यो डङ्किनीलाई छोड्नुहोस् नत्र भने म यसलाई छोड्नेवाला छैन बुझ्नुभयो तपाईँले मलाई नछोड्ने म पनि छोड्दिनँ त्यो मेरो हातमा चाहिँ दही जमेको छ म पनि छोड्नेवाला छैन कमला तिमीले मेरो कुरा सुन पहिला त्यस पछाडि कारण बुझ अनि मात्र निर्णय लिने भयो किनभने हतपतमा हतारमा लिएको निर्णयले फुर्सदमा पछुताउनु पर्छ त्यो पनि याद गर्नु मलाई सुन्नु छैन तपाईँको कुरा केही पनि तपाईँ पनि यो डङ्किनीको पक्ष लिएर बोल्ने म यो डङ्किनीलाई छक्कै छोड्दिनँ कमला तिमी किन कुरै नबुझिकन यस्तो पागल भागे आज तिमी किन यस्तो भइरहेको छौ यतिकै कुरा नबुझिकन यो अर्काको इज्जतमाथि खेलबाड गरेर जे पाए त्यही नभने कमसे कम बुझ्नु पर्यो के भएको के रहेछ भन्ने कुरो बुझाउनु खोज्दा बुझ्न खोज्नु छैन अनि त्यतिकै लागेर यहाँ दुःख गरेर मेरो लाला बाला बच्चा भटा अब अर्की बोकेर आउने घरभित्र भित्राउला भनेर त्यसको त भागेर मात्रै मात्र मैले दुईटा खुट्टा छनाक्कै भागेर छोडिदिनु ल त उनामर्तलाई त यसलाई त मलाई एक्लो देखेर हेर्नु त मेरो बालबच्चा साना छन् भनेर हिँडेको त अर्की बोकेर आउने आज
हेर लुरी, आज त म कहीँ जानु, मेरो जिउ दुखेर अलिअलि भएको छैन, रिङ्गटो पनि लागिरहेछ, प्रेसर लो पनि भयो जस्तो छ। हेर म के गर्न नि सक्दिनँ, मलाई आज काम चाहिँ केही नलागे, काम नछोड्दै सबै तै गर, म चाहिँ सक्दिनँ आज काम गर्ने, मेरो आँटै छैन आज। दिदी तपाईँले के पनि गर्नु पर्दैन कि, अब यो भात भान्साको पनि म गरिहाल्छु, अब गोठ पनि म भ्याइहाल्छु। तपाईँ के पिर नगरिकन बस्नु न, बरु आराम गर्नु। तपाईँ अलि दिन यो औषधि पानी खायो भने त्यत्तिकै ठिक हुन्छ। तपाईँलाई नआत्तिनु, त्यो रिङ्गटा लायो पनि सायद औषधि पानीले पनि हुनसक्छ। चुप लाएर तपाईँ घरमा बस्नु, म सबै काम गर्छु, पिर नगर्नु। ल म एकछिन गोठा गएर अब त्यो पुडो खुवाएर आउँछु है। ल म आएर सबै म गर्छु, भान्सामा म बसाल्छु सबै। भित्र खाना पाकिसक्यो रे, दिदीले बोलाएर लिएर आइज भनेर पठाउनु भएको थियो मलाई। तपाईँ त रोएर पो बस्नु भएको छ। आमा यसरी रोएर बसेर पनि हुन्छ? थाहा छ मलाई पनि तपाईँलाई धेरै पीडा भएको छ, धेरै सहनु भएको छ तपाईँले। एउटी नारीले योभन्दा ठुलो पीडा के नै सहनु पर्छ? ती पलहरू, ती क्षणहरू सम्झेर तपाईँ रुनु स्वाभाविकै हो। तर आमा तपाईँ बलियो हुनुपर्छ, बलियो हुनुपर्छ नि, हामीलाई पनि सम्हाल्नुपर्छ तपाईँले। आमा साँच्चै भन्नुपर्दा मलाई पनि जब यी गाउँलेहरूबाट यो कुरा थाहा पाएँ त्यति बेला यति नै पीडा भएको थियो। यो गाउँलेहरूबाट ती कुरा सुन्दाखेरि म त एकचोटि त मेरो दिमागले काम गरेको थिएन आमा, के गरौँ भनेर। यस्तो खालको घटना मेरो घरमा घटेको थियो भनेर मैले त सोचेकी पनि थिएन। त्यति बेला गाउँलेबाट थाहा पाएँ। थाहा पाइस्? ए गाउँलेबाट थाहा पाइस् तैँले? त्यो कुराको चर्चा यो घरमा कहिले पनि नहोस्, बुझिस्? तिनीहरूलाई मैले जीवनभरि सम्झन चाहन्नु। जेठीले पनि यो बारेमा बोल्दिन यो घरमा। तैँले एकपल्ट बोलिहालिस्, अबदेखि आइन्दा यो बारेमा तैँले कहिले पनि कुरा नजिक्नु, बुझिस्? तैँले मैले भनिदिएको छु नि, अहिले कान खोलेर सुन्नु। आमा हेर्नुहोस्, दुःख बाँड्यो भने त मन हल्का हुन्छ नि आमा। दुःख गुम्साएर राख्यो भने त झन् पीडा बढ्छ। आमा हामी त तपाईँका छोरीहरू हौ, हामीलाई दुःख बिसाउनुहोस् न आमा, दुःख बिसाउनुहोस् हामीलाई। यसरी गुम्सिएर बसेर दुःखलाई गुम्सायो भने त्यो दुःखले आफैलाई पीडा दिन्छ के आमा। खाली दुःखलाई आफैभित्र गुम्साएर एक्लो छटपटाट भएर नबस्नुहोस् न आमा, हामीलाई त भन्नुहोस् केही कुराहरू। यसरी बस्नु हुँदैन आमा, यसरी बस्नु हुँदैन। ठिक छ, तपाईँ जे भन्नुहुन्छ म मान्छु, तर तपाईँको पीडा पनि हामीले बुझ्नुपर्छ आमा, बुझ्नुपर्छ, भन्नुपर्छ तपाईँले यस्तो कुराहरू। आमा जानुहोस्, भित्र खाना पाकिसकेको छ, खाना खाँदै गर्नुहोस्। म एकछिन गोठमा गएर कुडो दिएर आउँछु। जानुहोस् भित्र, दिदी हुनुहुन्छ भित्र। आमा मैले त अघि नै लुरीलाई आमालाई खाना खान बोला भनेर झन् पठाएको त आइन यहाँ। आएकी थिए गोठमा बस्तुलाई घाँस हाल्न गएकी छे, आउँछे अनि खाना दाउला भनेर म नि बसिरहेको।
भोक लागिसक्यो अब त्यसलाई कता पर्खिरहनु कति बेर लाउँछ जाउँ न हिँड्नु खाउँ आउली नि 3 जना सँगै खाउँला 3 जना पनि के एकजना गरेर खानु कति बेर लाउँछ त्यसको ठेगानै छैन आमा भोक लागिसक्यो अघि नै खाना जानु आमा दिदीले बोलाएको छ त भन्थे म चाहिँ त्यसलाई कुरेर बसिरहेको जाउँ त जाउँ हिँड्नु लौरो यतातिर राखेको थिएँ जानु र भने त्यसलाई नकुरिकन ल आउनु आइहाल्छ नि आएर खान्छे नानी के छ हाल खबर आजकल त भेटघाट पनि हुँदैन तपाईसँग भेटेको आमाले थाहा पाउनु भयो भने मार्नुहुन्छ मसँग कुरा नगर्नुस् तपाईँ एउटा दुःखबाट बल्ल बल्ल पार पाएकी छु फेरि अर्को दुःख अँगाल्न चाहन्न म नआउनुस् मेरो अगाडि तपाईँ नानी दुःख सुख त घाम छाया जस्तै हो आउँछ जान्छ के मेरो जीवनमा चाहिँ दुःखको कमी छ र तिमी आफै भन त गर्दै नगरेको कार्यको भागीदार भइन् आरोपमाथि आरोप लाग्यो के गर्नु मर्न सहिँदो रहेछ सहनै पर्ने रहेछ नानी आफूले आफूलाई निर्दोष साबित गराउन सकिनँ मैले इज्जतमा दाग लागेपछि त्यो दाग हटाउन कति गाह्रो हुन्छ बुझ्छु म पनि किनकि तपाईँको जस्तै अवस्थामा म पनि अगाडि बढिरहेको छु त्यसमाथि पनि एउटा दोषीले अर्को दोषीलाई कसरी निर्दोष साबित गर्न सक्छ भन्नुस् त अहिले आमाको नजरमा म महादोषी भएकी छु बाबा महादोषी भएकी छु यो अवस्थामा म हजुरलाई कुनै पनि सहयोग गर्न सक्दिनँ त्यसैले आइन्दा मेरो वरिपरि नआउनु होला मसँग बोल्ने कोसिस पनि नगर्नु होला तपाईले नगर्नु होला बाबा नानी समस्या छ भने समस्याको समाधान पनि त होला नि हेर्दै जाउँ केही त गर्न सकिएला नि समयले खेल खेल्यो म माथि अनि तिमी माथि पनि नानी तिम्रो समस्या के हो मलाई राम्ररी थाहा छ तर मजबुर छु त्यो समस्याको समाधान अहिले म बताउन सक्दिनँ केही दिन पछाडि त्यो समस्याको रहस्य पक्कै खुल्नेछ भो यस्तो सल्लाह नदिनुस् मलाई जुन सल्लाहले समस्याको जड उखाल्न नसकोस् मैले भनिदिएको छु आइन्दा तपाईँ मेरो वरिपरि नआउनु होला र मसँग कुरा गर्ने कोसिस पनि नगर्नु होला फेरि यो नयाँ समस्या म अब झेल्न सक्दिनँ छोड्नुस् मेरो बाटो चाहिने नचाहिने कुरा
बलिको दर्शन जस्तो भयो हिले दर्शन जस्तो भइगयो पानी परे त हाँसी खुसी जे छ तस्तो छ खुसी भएर बस्नु देउरानी जेठानी मेरो पनि को छ र छोरा भने नि छोरी भने नि बुहारी भने नि तिमीहरू दुइटी हो कोही छ त्यही भएर मलाई माया गर्ने घरमा जे जस्तो छ त्यसैमा खुसी हुने रमाउने आफ्नो काम घर धन्दा गर्ने खुसी हुने खाने पिने जे छ त्यही बस्नु यही हो मेरो आशीर्वाद तिमीहरूलाई सधैँ यो सासूलाई सधैँ माया गर्नु त्यही हो अब खानपिन त खानु पर्ला नि त के को लागेपछि भोक लाग्ला अब यस्तो छ पानी भरि तातो पकाएको छ त्यही खानी बस्ने आउन पाउन अब अलिकतिदेखि बेलुकादेखि आउला पकाएको छ नि आमा छ भित्र कति धेरै खानेकुरा बनाएका छौँ फलफुल पनि ल्याएको छ दही पनि छ यहाँ बाहिर पो ननिकालेको त यस्तो पानी परेको छ तपाईँले भित्रै बसेर सजाएर टिका लगाउँ भन्दा मान्नु भएन बाहिर आँगनमा बस्ने भन्नुभयो त्यही भएर हामीले त टिकाको चाड मात्रै बाहिर निकालेको अरू सबै भित्रै मिलाएर राखेको छ हेर्नु त कति राम्रो बनाएको छ हाम्रो भित्र भोक लाग्यो होला हिँड्नुहोस् अब खाना खाना जाउँ ल अब खानपिन खाउँ टिका कार्यक्रम सकिएको घरै पाहुना पाछा आउने छँदैछ अब चाहिँ खाउँ क्यारे ल एउटीले यो बोका एउटीले यो बोका